साथीहरु नमस्ते। आज एउटा सानो भिडियो क्लिप बनाउँदैछु। यो चाहिँ दराज अनलाइन शपिङबाट चाहिँ एउटा सामान मगाएको थियो। त्यो सामान के हो भन्ने कुरो चाहिँ अब यो अनबक्सिङ मार्फत हजुरहरुलाई जानकारी गराउन चाहन्छु। ल यहाँ हेर्नु, अनबक्सिङ गर्दैछु म। यो 3 दिन अगाडि मगाएको थियो, आज आइपुगेछ। अब यसबाट यहाँ हेरौँ यो के रहेछ त भन्ने कुरो यहीँबाट हेरेपछि थाहा हुन्छ। यो पुरै प्याकिङ पो गरेर हुन्छ नि यो लाएर। यसलाई यति साह्रो त्यो टाँसेछ नि। ल कति डर पो गरे हुन्छ। अब यहाँ हेर्नु होला, यहाँबाट यो के छ यसो अनुमान गर्नुभयो पक्कै। के हो भन्ने कुरो चाहिँ मलाई पनि राम्ररी थाहा छैन होइन। गरेपछि मात्रै हुन्छ। यस्तो ठुलो देखिन्छ मतलब सानो पो हुँदो रहेछ नि। यो चाहिँ यहाँ त पुरा टाँसिने हुँदो रहेछ हो। टाँसिने भनेपछि ट्याक्कै टाँसाउने होला। अनि यो चाहिँ मोबाइल होल्डर हो। यो यस्तै घुमेको पनि थियो त एउटा, के हो है यसमा हुँदैन। यो चाहिँ मेरो गाडीमा मोबाइल होल्डर, यसमा भिडियो गर्न पनि सजिलो, अगाडि बनाएको उठाउनु पनि सजिलो भनेर चाहिँ यसलाई के भन्छ ठ्याक्कै त्यो अगाडि सिसामा यसरी चिप्काउने अनि यहाँ मोबाइल होल्डरको रूपमा प्रयोग गर्ने। यहाँनिर यो चाहिँ यसरी कारको अगाडिको सिसामा यो प्लास्टिक निकालेर यसलाई चाहिँ गाँस्ने र अनि त्यस पछाडि मोबाइललाई यसरी होल्ड गरेर, मोबाइल यसरी होल्ड हुन्छ, होल्ड गरेर चाहिँ अनि यसबाट चाहिँ फोन आयो भने पनि उठाउन मिलो, अगाडि नै हुन्छ फ्रन्टमा। र उतापट्टिको भिडियो खिच्नु पर्यो, आफ्नो सेल्फी खिच्नु पर्यो भने पनि सजिलो हुने रहेछ। ट्राभल भ्लगहरू बनाउन सजिलो हुने रहेछ। त्यही हिसाबले चाहिँ मैले अर्डर गरेको थिएँ, आयो हो है। यसरी खोल्न मिल्ने रहेछ। अनि यहाँबाट यो यसो खिच्यो भने यो खुल्दो रहेछ। र यसलाई यो तानो भने चाहिँ यो यसो गर्यो भने यहाँ होल्ड गर्न सकियो। यसलाई ट्याक्कै थिच्यो भने यसलाई च्याप्दो रहेछ। र अनि त्यस पछाडि ट्याक्कसँगले आफूले मोबाइल होल्ड गरेर भिडियो बनाउन भयो। ल मूल्य भनेको चाहिँ 620 रुपियाँ क्यास पऱ्यो दराजबाट मगाउँदाखेरि। साथीहरू तपाईँलाई कति परेको छ कमेन्ट गर्नु होला। र यसमा यो बक्समा आउँदो रहेछ प्रोडक्ट अफ फिचर्स 9 cm भनेर दिएको छ। सक्सन कप कार मोबाइल फोन स्ट्यान्ड भनेर दिएको छ है।